हेलो हेलो नमस्ते, म हुँ तपाईँहरूको दीपक ढुङ्गाना। आज त तिहारको 2082 साल तिहारको टिकाको दिन मसँग यस कला क्षेत्रका गायक चाहिँ प्रतिष्ठित गायक प्रकाश पराजुली हुनुहुन्छ र उहाँलाई पनि मैले भेट्न पाएँ होइन। र उहाँसँग थोरै नमस्ते प्रकाशजी, एकदम खुसी लाग्यो हजुरलाई भेट्न पाउँदा होइन। र मसँग मेरो ट्याक्सी, सानो ट्याक्सी पनि छ। ट्याक्सीमा चाहिँ सर वालिङबाट पोखरासँग जाम भन्ने भयो र उहाँसँग चाहिँ एकदमै खुसी लाग्छ होइन लिएर हिँड्दाखेरि। र उहाँलाई चाहिँ सानो हामी भालुपाडमा सानो छायाङ्कन गरौँ न त भनेर उहाँसँग अहिले छायाङ्कन गरिरहेको छौँ। ल प्रकाशजी, ल एकदम सबैजनालाई यो दाइको भ्लगमा चाहिँ सबैजनालाई स्वागत छ, नमस्कार छ सबैजनालाई जहाँ जहाँबाट हेर्दै हुनुहुन्छ। हामी आज तिहारको माहौल, तिहार सकेर चाहिँ फर्किने क्रममा दाइसँगै यात्रा गर्ने अवसर जुरेको छ। एकदम रमाइलो दाइ हुनुहुन्छ। तपाईँहरू पनि यात्रा गर्न चाहनुहुन्छ भने दाइलाई सम्झिनु होला। एकदम दाइले चाहिँ मिठा मिठा कुरा गरेर नमस्ते मिठा मिठा कुरासँगै चाहिँ तपाईँहरूलाई यात्रा गराउनुहुनेछ। ल त हस् त, धन्यवाद हजुरको एकदम। ल त्यसपछि अब यो भालुपाड हो के अरे होइन, उहाँको यो फ्यान पनि एकदमै फ्यानमा चाहिँ यस्तो हुनुहुन्छ। र म पनि एकदमै कला संस्कृतिको चाहिँ एकदम जगडा गर्ने साथी र एकदम मन पराउने व्यक्तित्व हुँ र सबैलाई चाहिँ मलाई मनपर्छ। र यो भालुपाडमा यसरी चाहिँ छायाङ्कन गरिरहन पाउँदाखेरि अति खुसी रहेको छ। यो हाम्रो नेपालकै सिंह जिल्लामा रहेको भालुपाड हो यो। र यहाँ चाहिँ सबैले आउँदाखेरिमा चाहिँ यहाँ एउटा भिडियो नबनाइकन, नगीदाइकन, टिकटक नबनाइकन उहाँहरू कोही पनि होइन यहाँबाट चाहिँ जानुहुन्न। र त्यस कारण चाहिँ मैले पनि यहाँ चाहिँ यो टिकटक बनाउने क्रममा चाहिँ यो भ्लग मेरो यो भ्लग हो, भ्लगमा बनाउने क्रममा चाहिँ मैले यसरी बनाइरहेको हुन्छु है त। ल अब चाहिँ प्रकाशजीसँग चाहिँ अब सानो कुराकानी भयो र हामी फेरि बाटोमा जाँदै चाहिँ सानो एउटा गीत पनि प्रस्तुत गर्नेछौँ। अहिलेलाई चाहिँ हामी बिदा हुन्छौँ है, पोखरा एयरपोर्टसम्म पुग्नु छ र 7 बजेको फ्लाइट छ भन्नु छ। मैले उहाँसँग पुरा गन्तव्यसम्म पुर्याउनु पर्ने छ। र अहिलेलाई चाहिँ लाग्छु त, हस् त, नमस्ते, शुभ दीपावली। हेलो हेलो। ल अब म धेरैमा चाहिँ उहाँको अनुमति लिएर चाहिँ मैले थोरै भ्लग बनाइरहेको छु। हजुर, ल हामी अब फेरि यहाँ भालुपाडबाट चाहिँ हामी अब पोखराको यात्रामा छौँ। एकदम रमाइलो भइरहेछ है दाइसँगको यात्रा चाहिँ। मलाई भ्लगलाई चाहिँ माया गर्नु होला। ल गफाडी दाई पनि भन्छन् होइन। अब मेरो युट्युब चाहिँ दीपक दाई हो। मैले सबै कलाकारहरूसँग चाहिँ मन्दिरहरूमा चाहिँ जाँदाखेरि चाहिँ मलाई एउटा सोख पनि हो र उहाँहरूसँग चाहिँ लिएर होइन हिँड्न मन लाग्छ। अनि थोरै चाहिँ भ्लगहरूमा पनि हालेर चाहिँ होइन तपाईँ सबै जस्तो तपाईँहरू हेर्ने मान्छेहरू जस्तो भाइरल हुन नसके पनि 1753 नम्बरको गाडी चाहिँ तपाईँ सम्झिराख्नु होला। ल यो चाहिँ ट्याक्सी नम्बर मेरो यो ट्याक्सी हो। यो ट्याक्सीमा चाहिँ उहाँ चाहिँ हिँडिरहन्छ होइन, म पनि हिँड्छु, तपाईँहरूलाई पनि घुमाउँछु। मेरो यो पुरा सबैलाई चाहिँ मेरो चाहिँ हिँडाली बानी पनि हो। अब चाहिँ हामी यहाँबाट प्रस्थान गर्छौँ। हेलो, हामी दाइसँग यात्रामा छौँ। यति बेला भालुपाडबाट अगाडि लाग्दैछौँ। छोरो मान्छे रुन हुन्न भन्नुहुन्थ्यो बाले, भोग्दै जाँदा बुझ्दै जाँदा आँसु खस्न थाले, आँसु खस्न थाले। आउन पाइन यो साल्नी फर्केर, बाटो हेर्दै बाबा नरुनु फर्केर। सबैजनाले माया गर्नु होला है त यो भ्लगलाई। हाम्रो दीपक दाईको भ्लग चाहिँ सबैजनाले माया गर्नु होला, च्यानललाई पनि सपोर्ट गर्नु होला सबैजनाले। मेरो आज घाँटी अलि अस्वस्थ छ, त्यो हुनाले धेरै गीत गाउन सकिनँ। धन्यवाद सबैजनाले, शुभयात्रा भन्नु होला है त। हजुर, ल त मैले पनि अब यो ड्राइभिङ चलाउँदै चाहिँ होइन अब चाहिँ धेरै असुविधाहरू हुने कारणले गर्दाखेरि मैले यो ड्राइभिङ गर्दाखेरि मैले चाहिँ तपाईँहरूलाई चाहिँ यो गर्न सक्दिनँ। यसमा चाहिँ मेरो आफ्नो सेफ पनि हुनुपर्छ। ड्राइभिङ गर्दाखेरिमा बाटोमा मोबाइल चलाउने, गाडी चलाउने होइन, मोबाइल चलाउने, हेर्ने, फोन गर्नु राम्रो उपयुक्त पनि होइन। त्यस कारण चाहिँ मैले पनि अब चाहिँ यहाँबाट हामी दुइटै प्रकाशजी र म ओझेल पर्छौँ। हस् त, धन्यवाद। जय सिंह। जय सिंह।